हेलो गाइज, गुड मर्निङ। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला र म एकदम ठिक छु। आज चाहिँ ब्लग बनाउनुको खास कारण चाहिँ के थियो कि आज चाहिँ हाम्रो काठमाडौँको टुर हुँदैछ। आज म चाहिँ अनि मेरो भान्जा हामी चाहिँ काठमाडौँ जान लाग्यो। अनि त्यही कारणले आज यस्तो सर्ट एन्ड स्विट सानो ब्लग बनाइदिउँ भनेको। अनि आज त्यही हो, काठमाडौँ जाने हो। अनि मौसम नि आज खासै ठिक छैन, पानी पर्न लाग्छ। हिजो राति नै आस्ते पानी पऱ्यो, अहिले चाहिँ अलि थाकेको छ, बादल लागेको छ, शीतल छ एकदम। मौसम चाहिँ राम्रो छ, जे भन्दा पनि शीतल छ। अरू दिन त घाम हुन्थ्यो होइन, आज चाहिँ शीतल दामी छ। अनि म चाहिँ अहिले उठेँ, अहिले टाइम चाहिँ कति भयो, 7:40-45 समथिङ त्यस्तै भएको छ। अनि म चाहिँ अब मैले एकछिन अघि कफी खाएँ होइन, मम्मीले कफी ल्याउनु भएको थियो। अनि त्यो कफी सकाएर एकछिन अब यसो भिडियो बनाइदिउँ भनेको। म चाहिँ अब गएर फ्रेस हुन्छु, अनि त्यसपछि मैले लुगा नि केही रेडी गरेको छैन। अब फ्रेस भएर लुगासुगा रेडी गर्छु, त्यसपछि अनि के छ खानासाना खाएर अनि त्यसपछिको ब्लग अगाडि म कन्टिन्यू गर्छु है गाइज। ल गाइज, अब म उठिसकेँ होइन, अब म आफ्नो लुगासुगा रेडी गर्छु, हेर्नु होला। यो चाहिँ मेरो रुम हो है, अनि यता चाहिँ लुगा छन्, लुगा म अब रेडी गर्छु। बाबु चाहिँ अहिले सुतेको छ है। अनि यो चाहिँ मेरो भाउजूको रुम हो, अनि उहाँ चाहिँ मेरो प्यारो मम्मी। ब्लग बनाउन लाग्छु, भिडियो। ल गाइज, हाम्रो नास्ता नि आइसक्यो। यता अगाडि चाहिँ नास्ता छ, यो चाहिँ हाम्रो नास्ता हो। अनि आज काठमाडौँ जाने प्लान चाहिँ क्यान्सल भयो होइन, पहिरो सरो आएर हिजो राति पानी परेको थियो नि त। अनि हिजो रातिको पानीले त्यहाँ बाटोमा पहिरो आएर अनि बाटो ब्लक छ भन्ने सुनेको थिएँ। अब आज चाहिँ क्यान्सल भयो, अब 2-4 दिनमा गइन्छ होला, बाटो राम्रो भएपछि। अनि अब नास्ता खाऊँ, त्यसपछि अनि भिडियो कन्टिन्यू गरौँ गाइज। ल गाइज, नास्ता गरेर हामी चाहिँ माथि जान लाग्छौँ, क्यान्टिनतिर जान लाग्छु। आज खै गाउँमा झगडा हुने भन्ने सुनेको थिएँ, त्यही भएर यसो झगडा हेर्न जाऊँ। अनि को छन् भाइहरू, कसको झगडा हुन लाग्छ हेरौँ होइन। अनि मसँग चाहिँ मेरो भाइ छ, सागर भाइ। यो चाहिँ हाम्रो क्यामराम्यान हो है। हाम्रो जति पनि टिकटकमा सर्ट भिडियो कमेडी खाली हुन्छ, भाइले गर्छ, सुट गर्छ। अनि क्यान्टिनतिर जाऊँ, अब हेरौँ कसको झगडा हुन्छ, को छ भाइहरू झगडा गर्ने। अनि त्यो चाहिँ म भिडियोमा देखाउँछु है। ल गाइस, झगडा हुने चाहिँ यही स्कुल हो होइन, यो गुवासीको, यहीँ सबै झगडा हुन्छ होइन दाइ। अनि झगडा कसको हुन लाग्छ यसो भन्नु पर्यो नि त दाइ यार। अनि खुकुरी, हाम्रो खुकुरी, ल बडी बोल्यो भने यहाँ फेरि खुकुरी पन्छ, फेरि हान्दिने होइन दाइ, सिधै बडी बोल्यो। ल यहाँ हाम्रा विष्णु दाइ छन् होइन, बडी बोल्यो, हामी चाहिँ ग्याङ लिडर हो न यहाँ मालाखेतीका। खुकुरी चाहिँ यिनकै हो होइन, बोकेर ल्याएर बडी बोल्यो भने फेरि हुन्छ यहाँ कतार सब हुन्छ, यहाँ व्यवस्था छ। यो हाम्रो मोटे बाइक हो होइन, यो चाहिँ पसल हो, पार्टनरसिप हो। झगडा सकायो भने पार्टी चाहिँ यहीँ हुन्छ हो गाइज, हेर है, यही मान्छे हो, यही हो, चिनिराख ल। नाम भन्दैन, टुकटुक साउजी हो। यो चाहिँ पसल हो, हेरिराख, गसीको अगाडि छ ठ्याक्क। के चाहिएपछि यहाँ हो है, नास्ता पसल हो। यो झगडा गर्दाका लागि पन्जाबबाट यहाँ पुग्या मान्छे हो।
अनि अहिले चाहिँ टाइम छ है झगडा हुनमा अनि एकछिनपछि झगडा भइन्छ अनि हेरौँ अनि लाइभमा आएर अनि म झगडा देखाउँछु कसको हुन्छ। यो चाहिँ यो लिडर हो हाम्रो ग्याङको मोटे भाइ, योको नाम आदर्श हो है, हेरिराख सबै खतरा हो झगडा गर्नमा। यहाँ अहिले केटाको झगडा भन्ने सुनाएको थिएँ, अब यहाँ केटीको झगडा हुन लाग्छ। केटी त्यही हो कहाँ मौना स्कुल ऊ त्यही केटी हो, ग्याङस्टर हो ऊ, त्यो केटी हो ऊ। त्यहाँ निखिल भाइ चाहिँ हाम्रो ग्याङस्टर हो, मालाखितीको फेरि हो ओ हाम्रो ह्यान्डसम दाई। साँझ आउँछ नि दाई, ब्लग आउँछ हाम्रो मालाखितीको ह्यान्डसम दाई। ल हो झगडा पनि सकिएर आइयो होइन। झगडा चाहिँ जुन जसको झगडा हुन लागेको थियो, मतलब जो झगडा गर्नेवाला थियो त्यो दुइटा मान्छे आइदिएन, त्यही भएर झगडा भएन गाइज। झगडा चाहिँ क्यान्सल भयो। अब हामी चाहिँ हेर्न गएको थियो दर्शक बनेर। अब झगडा भएन भने ठिकै छ, राम्रै हो, झगडा नहुनु नभएकै राम्रो हो। अहिले चाहिँ मौसम राम्रो छ, अहिले त घाम लाग्न लाग्छ, बादल नै घटिसक्यो। गाह्रो छ गाइस, गर्मी छ यतातिर त, कैलालीतिर गर्मी छ हो। यो ब्लग चाहिँ कैलाली मालाखितीबाट हो। सबैले आफ्नो सपोर्ट माया देखाउनु पर्यो होइन। च्यानललाई चाहिँ सब्सक्राइब गर्नु पर्यो, लाइक कमेन्ट सेयर गर्नु पर्यो। अब हेरौँ घर जान्छु अनि खानासाना खाएर एकछिन रेस्ट गरेर पछि चाहिँ हाम्रो कमेडी भिडियो आउने छ युट्युब नै, टिकटकमा चाहिँ हाम्रो कमेडी भिडियो आउने छ। पछि त्यो कमेडी भिडियो सुट गरेर म लिङ्क चाहिँ हालिदिउँला युट्युबमा, लिङ्क बायोमा मेरो लिङ्क हुन्छ। त्यो कमेडी भिडियो अगर हेर्न मन छ भने हेर्नु हो। अनि अहिले चाहिँ ल यति नै, अनि भिडियो चाहिँ अहिले अझै कन्टिन्यू हुन्छ, भिडियो चाहिँ लामो हुन्छ, त्यस्तै छ, रमाइलो भइरहेछ। गाइज म चाहिँ अहिले जान लाग्छु होइन, अलि मेरो बाहिर काम पऱ्यो अरे, त्यही भएर म बाइक लिएर जान लाग्छु। मलाई चाहिँ ड्याडीले बोलाउनु भएको छ, अलि काम छ, बाइक लिएर छिटो आइज भन्यो, त्यही भएर म अब बाइक निकालेपछि गइहालेँ होइन। अनि तपाईँहरू चाहिँ हेर्दै गर्नु है हाम्रो ब्लग, अनि के कस्तो लाग्यो भन्नु। म अब बाइक निकालेपछि अनि टक्क ब्लग स्टार्ट गर्नुपर्छ। रोक्नु है, म बाइक निकाल्छु। अरे अप्ठ्यारो छ यार, के गयो सुन्नु। यहाँ हिजो राति चाहिँ मेरो मम्मीको त्यो नाकमा के भन्नु त्यसलाई, नाकमा लाउने त्यो हुन्छ नि बाली फुल्ली, त्यो हाल गाइज यहाँ यो आँगनमा कहाँ पऱ्यो थाहै छैन। खोज्न त खोजे हो, मिलेन, के गर्ने अब। जाऊ न, गेट खोलिदेऊ न। ल गाइस म चाहिँ अहिले खमौरा छु, अलि काम थियो यहाँ, त्यही काम हुन लाग्छ। अनि एकछिनमा घर जान्छु। यो चाहिँ मेरो बाइक, यो चाहिँ खमौरा हो। अहिले काम भएको छैन, अब काम भइसकेछ अनि जान्छु। यो चाहिँ हाम्रो मालाखितीको रोड हो है गाइज। ल गाइज घर नै पुगियो, अब चाहिँ भित्र जाने हो। यो चाहिँ मेरो घर हो है गाइज। ल घर पनि पुगियो, उता खमराको काम नै भइयो, अब चाहिँ भित्र जानला हो हामी। को छ हो घरमा? ओहो को हो यो? को आयो घरमा? यो लाटो मान्छे को आयो घरमा? को आयो लाउन? प्लिज यहाँ आएर त बाबु। हजुरले टिकटक बनाउनु भयो हो? हजुरले बनाउनु भयो टिकटक? अनि हजुर मसँग बनाइसिनु हुन्न टिकटक? हजुर मसँग नबनाउने टिकटक? हजुर त कस्तो फटा छोरा हो, हजुर त फटा होइसिनु हुन्छ।
अनि उहाँ चाहिँ हाम्रो भाउजू हो। हेर्नु गाइस कति राम्रो छन्, गोरी गोरी मोटी मोटी बङ्गुर जस्ती हाम्रो भाउजू सबै हेर्नु कति राम्रो छन्। अनि यो चाहिँ मेरो छोरा हो, छोरा फटा छोरा हैन हो। अनि अब जाउँ मेरो रुममा जाउँ। अनि यो चाहिँ किचन हो हेर गाइस हैन, यो चाहिँ म पछि देखाउँला। अनि मेरो रुम चाहिँ यही हो, लथालिङ्ग छ। यहाँ लुगा यता छ, उता लुगा छ, उता जुत्ता छ, यहाँ सामान लथालिङ्ग छ, कोठानी त्यस्तै छ। के गर्ने गाइस, अब एक्लै भएपछि झ्याउ लाग्छ रुम मिलाउन नि, त्यही भएर रुम नि त्यत्तिकै छोड्या छ। अब एकछिन पानी पिउँ चिसो, त्यसपछि हुन्छ। अगाडिको ब्लगमा कन्टिन्यू गर्छु। पहिले त पानी पिउँ। नेक्स्ट टाइम फुल देखायो ल। हजुर लिसे खाइसिनुहुन्छ, लिसे खाइसिनुहुन्छ। म खानु अलि रुक्नु, म खान्छु है। कस्तो मिठो लिची छ हो। हजुर खानुहुन्छ? उता हेर्नु उता। हजुर खानुहुन्छ? अलि हजुर खानु, अलि म खान्छु है। हजुर फेरि नफाल्नु लिची। ल आ गर्नु, आ गर्नु। ल खानु, खाइदिनु। प्रिन्स यहाँ बाबु, के हो बनाउनु त? यहाँ हामी त अब घुम्न जाने हो, रिमोट कारमा जाने हो। मेरो छोरा त गए नि हो। हजुर किन रिसिनुहुन्छ? नरुनु, मम्मी आउँदैछन्। भोक लाग्यो हजुरलाई? हजुरलाई भोक लाग्यो? प्लिन्स यहाँ आएर त बाबु, प्लिन्स। छि फोरी नखाऊ त्यो, छि कस्तो अब त। आजको ब्लग नि अब यो सकिन्छ। अनि आज धेरै काम थियो होइन, बजार जानुपर्ने थियो। बजारबाट त्यहाँ काम मम्मी ड्याडीलाई लगेर जानुपर्ने थियो। अनि धेरै काम थियो मम्मी ड्याडीको, त्यो पनि सकायो। अनि मैले चाहिँ मोबाइल लग्न मिलेन। अनि किनभने मेरो मोबाइलमा चार्ज नै थिएन, त्यही भएर मैले मोबाइल चाहिँ रुममा चार्जले लगाएर गएको थिएँ। त्यही भएर मैले त्यो लगेर गएको थिएँ, त्यही भएर त्यो भिडियो छुट्यो होइन, त्यहाँको लग्न मिलेन किनभने मोबाइलमा चार्ज थिएन। अनि अहिले चाहिँ म कफी खान लाएको थिएँ। कफी सफी खाइसकेपछि अनि खाना खाएर एकछिनमा अब सुत्ने हो। अनि आउने दिनमा चाहिँ अब ब्लग चाहिँ म राम्रोसँग देखाउँला अनि लामो बनाउँला। यो चाहिँ अब छोटो भएको छ, आउने दिनमा चाहिँ राम्रो र लामो हुनेछ ब्लग होइन। अनि मेरो च्यानललाई चाहिँ सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गर्नु होला गाइज, माया सपोर्ट देखाउनु होला। जति पनि हाम्रा दाजुभाइ छन्, दिदी बहिनी सबैले चाहिँ माया सपोर्ट देखाउनु होला है। ल गुड नाइट, पिस आउट।